यस कविता वाचन गर्ने अवसर प्रदान गर्नुभएकोमा आयोजकप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु र ध्यान गरिकन कविता वाचन गर्ने अवसर दिन चाहन्छु। मेरो नाम समिता छिरिङराई, केराबारी 5 शक्तिशालीबाट आजको यस काव्य कला खुला सम्पूर्णमा फेरि पनि हार्दिक नमन तथा सेवा। अब म कविता वाचन गर्न चाहन्छु। कविताको शीर्षक भएको छ नवयुगमा। साथीला नाच्दा देखे खुद मिलाई पहिलो पटक कति राम्रो तिमी सुनिमा करिया चोली हारी र सिम्बलीमा मयूरका पलकहरूमा मिलाएर शरीर लय सँगालेर ढोल झन्डाको छौरी कति जागरले नाचेकी तिमी चलाइरहेको छु अमृत दर्शन भएर। यदि हुन्थ्यो भने मयूर पनि यति बेला यहाँ आफ्नो पिछड बाँधेर तिमीलाई नै हेरिरहन्थ्यो सायद। थाहा छैन तिम्रो नाम ठेगाना कहाँबाट आयो र कहाँ जानेछौ, यति त थाहा छ मलाई। यलम्बरी सन्तानहरूले राखी छोरी बस्नु लागेको छ ठुलो चौमनीका चार कुनामा अल्झिएर बाँध्न मन छ तिम्रो पटुकीसँगै कसिएर तिम्रो नाकमा सजिएको मुद्री भएर झर्न मन छ तिम्रो तिमीले लगाएको जुत्ता भनेर जोडिन मन छ सुकाउरी पाइलाहरूसित। यस्तो लाग्दैछ तिमीलाई देखेपछि सबसे सुन्दरी ज्ञाति छोरीहरू हुन्छन् दुनियाँमा। दा भिन्चीले बनाएको मोनालिसा कति राम्रो र तिम्रो सामु। तिमीलाई भेटेको मौसमदेखि कति आए कति गए उसले गरी तिमी आउँछौ मुस्कुराउँछौ नाच्छौ र सैसे लगाउँछौ। म निहालिरहेको हुन्छु तर सक्दिन उभ्याउन तिम्रो सामु आफूलाई। भन्न कसरी सक्छु र मन पराउँछु तिमीलाई। शक्ति नमागेको होइन मानसँग र पनि किन आज आउँदै आएन मलाई। मायामा जे गर्न पनि आउँछ भन्छन् भन्नेहरूले खै आफूलाई पत्याउनै सकिन। बरु झन् कमजोर महसुस गर्दैछु। कुन बाटो भएर हिँड्छौ तिमी, कुन चौतारीमा सुस्ताउँछौ जान्दिन म। तथापि नाचिरहेकी छौ मेरो मनको आँगनमा पर्दा। हरेक वर्ष घुम्याउने साकेलामा गाइरहेकै छौ सिङ्कौली सेउली सेनेले नाचुको देउन पेलेले सै ढोले सै। सुमिमा तिमी र म एक हुन सक्दछ कुनै काल्पनिक सत्य। तथापि हो कसैले लैजाँदा तिमीलाई तिमीले बाँधेर ऊ पर यता अर्कै दुनियाँमा जहाँ पुगे पनि ब्रह्माण्ड ठुलो छ भने फर्किआउनु नाचिरहेको यदि साकेला भूमिमा बन्नु फेरि एकछिनलाई मेरी सुनिमा। यतै कतै हुनु काम लिएर जीवनको लयसित भिडहरू छिर्दै नाचिरहेको हुनेछु म तिम्रो पालो।